घरको कान्छी छोरीलाई रिसाउन र मुख चलाउन बाहेक अरू कामहरू पनि आउँछन् के। हेलो गाइज, वेलकम ब्याक टु माई मिनी ब्लॉग। म चाहिँ घरको कान्छी छोरीलाई रिसाउन र मुख चलाउन बाहेक अरू कामहरू पनि आउँछन् भनेर किन भन्दैछु भने म भने मेरो घरको चाहिँ कान्छी छोरी हो के, त्यही भएर चाहिँ सबैले मलाई रिसालु र घमण्डी मात्र सोच्ने गर्छन् के। मलाई भन्ने गर्छन् के तँलाई त रिसाउन र मुख चलाउन बाहेक अरू केही काम पनि आउँदैन भनेर। तर त्यस्तो चाहिँ हैन, घरको कान्छी छोरीहरूले पनि काम गरिराकै हुन्छन्। घरको कान्छी छोरीहरू भनेको चाहिँ आफ्नो मनको मालिक हुन्छन्। उनीहरूलाई चाहिँ जति बेला काम गर्ने मन लाग्यो त्यति बेला मात्र गर्ने गर्छन्। अनि मेरो घरमा पनि यस्तै भइराको हुन्छ कि जति बेला मलाई काम गर्ने मन लागिरहेको हुन्छ त्यति बेला चाहिँ म सबै काम गरिदिन्छु के। अनि कसैले मलाई जबरजस्ती यो काम गर भनेपछि चाहिँ अनि फेरि म त्यो कामलाई चाहिँ छुदै छुन्न के। मान्छेले जति जबरजस्ती गरे पनि जति जे भने पनि म चाहिँ त्यो काम गर्ने भएन के। अनि मलाई यस्तो पनि हुने गर्छ कि घरमा धेरै मान्छेहरू भयो भनेपछि चाहिँ मलाई काम गर्ने मन लाग्दैन के। जुन दिन चाहिँ म एक्लै हुन्छु त्यो दिन चाहिँ म सबै काम गरिहाल्छु के। घरको कान्छी छोरीहरू चाहिँ जति रिसाए पनि जति मुख चलाए पनि उनीहरू चाहिँ कसैको लागि नराम्रो चाहिँ सोच्दैनन् है। फेरि उनीहरूले चाहिँ सानैदेखि सबैको माया र लाड प्यार पाया हुनाले चाहिँ उनको रिस चाहिँ नाकको टुप्पोमा हुन्छ, त्यति मात्र हो। अनि कान्छी छोरीहरूलाई चाहिँ कसैले काम चोर्न भन्नु है। फेरि ल त आजको लागि यति नै, भेटौँ नेक्स्ट ब्लगमा। राधे राधे।